अहिलेको समयमा बिस्तारै यो धेरै पुरुषहरुमा चाहिँ यौनको समस्या, यौन रोगको समस्या देखिरहेको छ र यौन रोगलाई बचाउन हामीले के गर्नुपर्छ भन्दाखेरि यदि हामीले नचिनेको पार्टनरसँग हामीले पारिवारिक सम्पर्क गरिरहेको छौं भने हामीले सकेसम्म साधनको प्रयोग गरेर कन्डोमको प्रयोग गरेर मात्र गर्नुपर्छ र धेरै जसो मका आउने बिरामीहरुमा बुझ्दै जाँदाखेरि पिसाब पारिवारिक सम्पर्क गरिसकेपछि पिसाबमा दूध जस्तो आउन थाल्यो, कोहीले चाहिँ पिप आउन थाल्यो, कोहीले चाहिँ पिसाब यौन सम्पर्क गरिसकेपछि मेरो विभिन्न किसिमको डिस्चार्जहरु हुन थाल्यो भन्ने कुराहरु आइराख्छ। त्यही भएर यौन रोग सर्न नदिनलाई सबभन्दा पहिलो उपाय के हो भन्दाखेरि तपाईले सकेसम्म साधन प्रयोग गरेर नचिनेको अपरिचित मान्छेहरु हुनुहुन्छ अथवा तपाईलाई कन्फिडेन्स छैन भने साधन प्रयोग गरेर मात्र तपाईले यौन सम्पर्क गर्नु पर्यो र सुन्दाखेरि साधारण लाग्ला तर यो साधारण तरिकाले तपाईले यौन रोगबाट हुने विभिन्न किसिमको प्रोस्टेटको समस्या होस् अथवा पिसाबको समस्या होस् त्यसबाट सजिलै तपाईहरु हामी जोगिन सक्छौं।